नमस्कार भाइ बहिनीहरू। सधैँ सुरु गरेर आज मैले समूहबाट केही क्वेसन सोल्भ गर्ने प्रयास गरेको छु। र हाम्रो क्वेसन देख्न सक्नुहुन्छ स्क्रिनमा। एउटा समुदायका 200 मानिसमा गरिएको सर्वेक्षण अनुसार ल्यापटप मात्र प्रयोग गर्ने र मोबाइल मात्र प्रयोग गर्नेको अनुपात 2:3 पाइयो, जसमध्ये जम्मा मानिसको 30%ले दुवै प्रयोग गर्ने रहेछन्, तर 15%ले दुवै प्रयोग नगर्ने रहेछन्। यसको आधारमा तल सोधेको प्रश्नको उत्तर दिनुहोस् भनेको छ। अब यसलाई सोल्भ गर्ने क्रममा दिएको तथ्याङ्कलाई हजुरहरूले सार्नुपर्ने हुन्छ। हेर्नुहोस्, यहाँ दिएको छ 200 जना मानिसहरू भनेपछि नम्बर अफ यु भइहाल्यो। नम्बर अफ यु बराबर 200 जना। त्यसै गरेर यहाँ तपाईहरुलाई चाहिँ अनुपातमा दिएको छ। अनुपातमा दिएको बेला चाहिँ तपाईले एउटा कमन नम्बर चाहिँ मान्नुपर्छ, साझा नम्बर x मान्नुपर्छ। हेर्नुस्, र यता भनेको छ ल्यापटप मात्र प्रयोग गर्ने भनेपछि ओन्ली l अनुपातमा हेर्दाखेरि 2 छ। 2 छ भनेपछि यसको पछाडि x थप्दियौ, यसको संख्यामा आइहाल्छ। त्यसै गरेर मोबाइल मात्र प्रयोग गर्ने भनेको छ ओन्ली m अनुपातमा हेर्नु छ भने 3, पछाडि थप्दिनुस् x, 3x भइहाल्यो। त्यसै गरेर जसमध्ये जम्मा मानिसको 30%ले दुवै प्रयोग गर्छन्। दुवै भनेको चाहिँ l इन्टरसेक्सन m। 30% भनेको जम्माको 30% भन्न खोजेको। 200 को 30%। अब यसलाई हिसाब गर्नुस्। हिसाब गर्दाखेरि 200 को भनेको गुणा 30% हटायो भने 100 लेख्न मिल्छ। हेर्नुस्, अब यसलाई हिसाब गर्नुहुन्छ भने 2 0 2 0 काट्न मिल्छ। 30 दुना 60। 60 चाहिँ हाम्रो के आयो त? 60 हाम्रो आयो दुवै मन पराउने या दुवै प्रयोग गर्ने। तर 15%ले दुवै प्रयोग गर्ने नगर्ने रहेछन्। अब यसलाई लेख्ने क्रममा l युनियन m को कम्प्लिमेन्ट 15% भनेको 200 को 15% गर्ने। 200 को 15%। अब यसलाई हिसाब गर्नुहुन्छ भने 200 को भनेको गुणा 15/100 गर्नुस्। हेर्नुस्, अब यो गरिसकेपछि 2 0 2 0 काट। 30 जना चाहिँ दुवै प्रयोग नगर्ने रहेछन्। अब त्यसै गरेर यो हामीले सारिसकेपछि यहाँ हेर्नुस्, माथिको तथ्याङ्कलाई भेन चित्रमा देखाउनुहोस् भनेको छ। सर्वप्रथम हामी भेन चित्रमा देखाउँ। भेन चित्रमा प्रस्तुत गर्दाखेरि दुईटा वृत्त बनाउने। दुईटा वृत्त बनाइसकेपछि बाहिरपट्टिबाट आयताकार बक्सले बन्द गरिदिनु पर्छ। अब यति गरिसकेपछि हजुरहरूले एउटामा l लेख्नुस्, एउटामा m लेख्नुस्। अब कहिले पनि भर्ने काम कि त बीचबाट गर्ने कि त बाहिरमा गर्ने। भन्नुको मतलब साझा या कम्प्लिमेन्ट मध्ये एउटा भर्ने। अब कम्प्लिमेन्ट दिएको छ 30 लेखिदिनुस्। साझा दिएको छ 60 लेखिदिने। अब यहाँ हेर्नुस्, ओन्ली l 2x भनेको छ, डाइरेक्ट यहाँ 2 लेखिदिनु पर्यो। 60 घटाउन मिल्दैन किनकि ओन्लीको अवस्थामा साझा घटाउन मिल्दैन। ओन्ली m भनेको 3x छ, यो पनि त्यस्तै लेख्नुस् 3x। यसरी हाम्रो व्यञ्चित्र तयार भयो। अब खमा भनेको छ हजुरहरूलाई ल्यापटप प्रयोग गर्ने मानिसको संख्या पत्ता लगाउनुहोस्। अब यो निकाल्नका लागि हजुरहरूलाई x को मान निकाल्नुपर्ने आवश्यक हुन्छ। हेर्नुहोस्, त्यसकारणले अब हामी के गर्छौँ भनेदेखि माथिको व्यञ्चित्रको सहयोगले x को मान निकाल्छौँ र व्यञ्चित्रबाट के गर्ने, यो चारैवटा भागलाई जोडेर u बराबर u गरिदिने। त्यसो गर्दाखेरि 30 प्लस अनि यहाँ चाहिँ 2x प्लस अनि यहाँ 60 प्लस अनि यहाँ 3x बराबर जम्मा भनेको 200 छ। 200 गरिदिनुस् बराबर 200। अब के गर्नुस् भनेपछि नम्बर जोड्ने, x जोड्ने। 2x मा 3x जोड्यो भने 5x प्लस अनि 30 मा 60 जोड्दाखेरि कति भयो त 90 बराबर तपाईहरुको 200 हुन्छ। अब के गर्ने भनेपछि प्लस 90 लाई लगेर उता के गर्ने, माइनस बनाउने।
5x बराबर 200 माइनस 90। अब यसलाई हिसाब गर्नुहुन्छ भने 5x इज इक्वल टु 110। अब 5 मल्टिप्लाईमा छ, हजुरहरूले डिभाइडमा लगिदिनु पर्यो। डिभाइडमा लग्दाखेरि x बराबर 110 अपन 5। अब भागा गर्दाखेरिमा 5 दुना 10, 5 दुना 10, 22 आयो हेर्नुहोस्। अब 22 आइसकेपछि हामीले निकाल्नु पर्ने छ ल्यापटप प्रयोग गर्ने। ल्यापटप प्रयोग गर्ने भने यो संख्या निकाल्नुहोस् भन्नु खोजेको, यहाँदेखि यहाँसम्म त भनेको 2x + 60 भन्न खोजेको। अब हामी लेख्छौँ ल्यापटप प्रयोग गर्ने, खमा ल्यापटप प्रयोग गर्ने भने नम्बर अफ एल। त भेन चित्रमा हेर्दाखेरि 2x + 60 छ हेर्नुहोस्। 2 इन्टु x को मान हजुरहरूको 22 आइसक्यो प्लस 60, यो मल्टिप्लाई गर्दाखेरि 44 + 60 हुन्छ अनि जोड्दाखेरि 104 हुन्छ हेर्नुहोस्। ल्यापटप प्रयोग गर्ने 104। अब भनेको छ अर्कोमा भनेको छ बढीमा एउटा साधन प्रयोग गर्ने। अब बढीमा एउटा साधन प्रयोग गर्ने भनेपछि हजुरहरूले हेर्नुहोस् यहाँ भेन चित्रमा बढीमा एउटा साधन प्रयोग गर्न निकाल्नका लागि यो जम्माबाट यो साझा घटाइदियो भने बढीमा एउटा साधन प्रयोग गर्ने मानिसको संख्या आउँछ। र यसलाई कसरी लेख्ने भनेपछि संकेतमा चाहिँ बढीमा एउटा प्रयोग गर्ने भने एल इन्टरसेक्सन एम को होल कम्प्लिमेन्ट। यो निकाल्दाखेरिमा टोटलबाट साझा घटाउने, साझा भनेको 60, यसरी घटाउँदाखेरि 140 आउँछ। र यो क्वेसन आउनु यसरी सोल्भ गर्न सक्छौँ। हस्त धन्यवाद।